यौवन, धन, प्रभुत्व, अविवेकी, यी चारवटा चिज जवान छ अनि प्रशस्त सम्पत्तिको पनि मालिक छ अनि उसकामा अधिकार पनि छ अनि तर विवेकी छैन भने त्यो मान्छेबाट हुन नसक्ने उपद्रव चाहिँ केही पनि हुँदैन। त्यसले जम्मै उपद्रव गर्न सक्छ। तपाईँको बाल्यकालमा तपाईँ बाल्यकाल हुँदाखेरिको दसैँ र आजको दसैँमा के कस्तो भिन्नता देख्नुहुन्छ अथवा के फरक छ? कस्तो आधुनिकताले घेरेको छ कि वा त पहिलाकै जस्तो छ कि कस्तो देख्नुहुन्छ? नारीहरूलाई, छोरीहरूलाई पनि यस्तो राम्रो आशीर्वाद दिन्छन्, लक्ष्मीस्ते पङ्कजाक्षी, लक्ष्मी चाहिँ जो लक्ष्मी हुन्, निवसतु भवने, तिम्रो घरमै बसिरहन्। भारती कण्ठदेशे, तिम्रो घाँटीमा, तिम्रो बोलीमा सरस्वती बसुन्, तिमीले कहिले नराम्रो नबोल्नु। हामी हिन्दूहरूको यो दसैँ हो भन्छौँ होइन? अनि के हुन्छ भन्दा हाम्रो समाजमा चाहिँ यो के अरे दही अक्षताको टिको अनि जमरा लगाउँछौँ। फेरि अलिकति परतिर गयौँ भने हिन्दू धर्मावलम्बी भित्रैका अन्य सम्प्रदायमा फेरि यो टिका लाउने जमरा लाउने चलन छैन। हामी गाली चाहिँ गर्छौँ, अहिलेका नानीहरू मूर्ख छन्, यिनीहरू केही गर्दैनन् भनेर, तर उनीहरूलाई त्यो सिक्ने अवस्था, सिक्ने वातावरण हामीहरूले बनाइदिएको छैन। यो चाहिँ सचेत नागरिकले वातावरण बनाइदिनुपर्छ आफ्ना घरमा र मात्रै हामी तिनीहरूले गरेनन् भने गाली गर्ने अधिकार हाम्रो छ, नत्र भने नानीहरूलाई गाली गर्ने अधिकार हाम्रोमा छैन, किनभने हामीले केही पनि गरेका छैनौँ। नमस्कार दर्शकवृन्द, एसकेएम दर्पणमा तपाईँहरूलाई स्वागत छ। आज फेरि हामी साप्ताहिक कार्यक्रम चिया र चासोमा तपाईँहरू समक्ष उपस्थित भइसकेका छौँ। आज हामी दसैँ विशेष श्रृङ्खलामा यहाँ हजुरहरू समक्ष उपस्थित छौँ। दसैँ विशेष अब आज हाम्रो नवमी, भोलि विजयादशमी, दशमी भोलि टिकाको दिन। हामी आज विजयादशमीको पूर्व सन्ध्यामा तपाईँहरू समक्ष उपस्थित छौँ र तपाईँहरूलाई सर्वप्रथम एसकेएम दर्पण टिमको तर्फबाट बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। र आज यस एपिसोडमा हामी समक्ष अतिथिको रूपमा हुनुहुन्छ साहित्यकार एवं शिक्षा विभागबाट निर्देशकको पदभार सम्हालेर सेवानिवृत्त भइसक्नुभएका, त्यसरी नै तादोङ कलेजमा उहाँले प्राचार्यको सेवा पनि, प्राचार्य रहेर सेवा पनि दिइसक्नु भएको छ। त्यसरी नै नेपाली साहित्य परिषदमा उहाँ अध्यक्ष, धेरै वर्ष अध्यक्षको पद पनि सम्हालेर आउनुभएको छ। उहाँ हुनुहुन्छ श्री रुद्र पौडेल सर, हामी समक्ष उपस्थित हुनुहुन्छ। उहाँले दसैँको यस श्रृङ्खलामा उहाँले दसैँको सांस्कृतिक पक्ष, वैज्ञानिक पक्षदेखि लिएर विभिन्न हाम्रा संस्कार संस्कृतिका कुराहरूसम्म पनि हजुरहरू समक्ष पस्किनुहुनेछ। र हामी आज यस एपिसोडमा सुरु गर्न जाँदैछौँ दसैँ विशेष सो चिया र चासो सत्रमा। सर्वप्रथम हामी रुद्र पौडेल सरलाई एसकेएम दर्पणमा हार्दिक स्वागत गर्न चाहन्छौँ। स्वागत छ सर। स्वागतम, धन्यवाद। सर, अब दसैँ विशेष आज हामी तपाईँसँग चर्चा गर्दैछौँ। दसैँ विशेषमा यो 17औं एपिसोड हो र अब सुरु गर्नै पर्दा अब अहिले दसैँको माहौल छ, नवरथा चलिरहेछ। आज नवमी, भोलिदेखि भोलि टिका सुरु भयो। अब दसैँको माहौलमा अहिले तपाईँको जिन्दगी कस्तो चल्दैछ? सन्चो बिसन्चो के छ, कसो छ? अहिलेसम्म राम्रै छ। दसैँको माहौल छ गाउँ बस्तीमा, सहर बजारतिर, सबैतिर दसैँको एक प्रकारको मानसिक उत्साह छ। पुरानो भन्दा केही परिवर्तित छ, तर छ। हजुर सर, के लाग्छ तपाईँलाई यो वर्षौँदेखि हाम्रो चलिआएको दसैँ होइन, यसलाई चाहिँ आजको समयमा तपाईँले हेर्दाखेरि यसलाई के विधिपूर्वक पालन गरिँदैछ कि त यसलाई आधुनिकताले छोपेको छ? के लाग्छ तपाईँलाई, तपाईँको व्यक्तिगत विचारमा? यो चाहिँ दसैँ, पहिला कुरा त दसैँ हजुर अथवा हाम्रा कुनै पनि चाडपर्वहरू
यिनीहरूको सुरुवात अध्ययन गर्दाखेरि विभिन्न ठाउँमा विभिन्न तरिकाले सुरुवात गरिएका हामी पाउँछौँ। अनि नियमानुसार पालन गरिँदैछ भन्ने जुन चाहिँ प्रश्न हुन्छ, ती नियमहरू पनि समय सापेक्ष हुँदा रहेछन्। अच्छा, धेरैवटा नियमहरू त्यस समयको देशकाल परिस्थिति र समाज, अच्छा, यी चारवटाले गाइड गरेको हुन्छ। र कस्तो ठाउँमा हो, जस्तो उदाहरणका निम्ति म यहाँलाई दिउँ, हामी लन्डनमा बसेका छौँ भने त्यहाँनिर बाहिरबाट जस्तो हिजो नवपत्रिका प्रवेश गरे, बाजा बजाउँदै ल्याएर गरे, त्यो त्यहाँ गर्न मिल्दैन। हजुर हजुर। अनि अर्को कुरा, हामी कोसेली बोकेर आफ्ना मान्यजन कहाँ टिको लाउन जान्छौँ भोलि। हजुर हजुर। त त्यो त्यस्तो खालको माहौल पनि त्यहाँ नहोला र त्यहाँको जमिनी वातावरणले यसमा परिवर्तन ल्याउँछ। त्यहाँ पनि हाम्रा नेपालीहरू छन्, उनीहरूले नि दसैँ मान्छन्, तर त्यो नियम त नवपत्रिका यसरी प्रवेश गर्ने, यसो गर्ने भन्ने नियम छ, तर त्यहाँ पालन गर्न सक्दैनन्। अनि अर्को कुरा, कतिवटा ठाउँमा कतिवटा कुराहरू त्यो परिस्थितिले पनि गर्छ। जस्तो 2-3 वर्ष अगाडि यहाँ महाकाल आयो कोरोनाको, त्यो कोरोनाका बेलामा भेटघाटै गर्नु नहुने, त्यो त्यस्तो खालको परिस्थिति थियो र त्यति बेला पनि दसैँ मनाए। र देशकाल परिस्थितिलाई हेरेर ती नियमहरूमा परिवर्तन हुन्छन्। हजुर हजुर। सर, अब मान्छेहरूको कुराहरू सुन्दाखेरि नि यो दसैँ चाहिँ किन खासमा हामीले मनाउनु पर्ने चाहिँ केलाई हो? जस्तो कि अब 9 दिनसम्म नवरथा हामीले नवरात्रको पूजा गर्छौँ, 10 दिनमा दशमी टीका भइहाल्यो। 9 दिनसम्म 9 जना दुर्गा स्वरूपलाई हामीले पूजा गर्छौँ, तर दशमीको दिन दुर्गा माताले महिषासुरको वध गरेको कारणले हामीले एउटा त्यो पक्षलाई लिएर दसैँ मनाउँछौँ भन्छ। अर्कोतिर फेरि के छ भन्दाखेरि त्यहाँ जोडिन्छ रामले रावणलाई वध गरेको हिसाबमा हामी दसैँ मनाउँछौँ। यो अलिकति दुईटा कुराहरू छन्। खासमा चाहिँ के हो, दुर्गाले महिषासुरको वध गरेर हामीले त्यो हिसाबमा पालन गर्नुपर्ने हो कि रामले रावणलाई मारेको कुरालाई मानेर हामीले दसैँ मान्नुपर्ने भन्ने यो मान्छेहरूमा दुविधाको कारण छ। यसलाई स्पष्ट पार्दिनु। त्यहाँ पहिला कुरा त म दुर्गालाई नै स्पष्ट गर्नु पर्यो। जब मान्छे जातिको बौद्धिक स्तर विकसित भयो, त्यति बेला मान्छे जातिले सोच्यो। अनि यो कुरा अर्को तपाईँले याद गर्नुपर्ने कुरा हो, यस्ता बौद्धिक सोच यही आर्यावर्तमै सुरुवात भएको छ, बौद्धिक सोचाइको। र आर्यावर्तमा बस्ने मानिसहरूले त्यति बेला सोचे प्राणीलाई सबभन्दा चाहिने चिज के चाहिँ हो भनेर जब उनीहरूका मनमा आयो, त्यति बेला उनीहरूले सोचे सबै थोक हुँदाहुँदै पनि शक्ति चाहिँ सबभन्दा ठुलो चिज रहेछ। शक्ति छैन भने आँखामा दृश्य शक्ति हुनुपर्छ, कानमा श्रवण शक्ति हुनुपर्छ, मुटुमा धड्कन गर्ने शक्ति हुनुपर्छ। यी सबै छैनन् भने बाँच्दैन। र सबभन्दा चाहिने चिज चाहिँ शक्ति रहेछ। शक्तिको अर्थ कसैलाई मुड्क्याउनु मात्रै होइन, र प्राण सञ्चालनका निमित्त चाहिने शक्ति हो। त्यो शक्ति छैन भने हुँदैन रहेछ, शक्ति नै उपास्य रहेछ भनेर पहिलोचोटि चाल पाए। र त्यसपछिबाट उनीहरूले शक्तिलाई के रूपमा त प्रकाशन गरौँ त भन्दाखेरि चाहिँ उनीहरूले दुर्गाको रूपमा प्रकाशन गरे, मान्न थाले। अनि दुर्गाको त्यो समयमा हाम्रा यी पहाडे जातिहरूमा तपाईँले अहिले पनि पाउनुहुन्छ, प्रत्येक गाउँमा, प्रत्येक सभ्य समाजमा ठुला ढुङ्गाका फेदमा या पहरामा या पानी उम्रिने ठाउँमा कहाँ कहाँ उनीहरूले देवी स्थान भनेर त्यहाँ आराधना गर्ने ठाउँ बनाएको हुन्छ। र त्यो त्यसरी आराधना गर्दै गर्दै जाँदाखेरि उनीहरूले पछिबाट कला विकसित भएपछि मूर्ति पनि बनाउन थाले। तर त्योभन्दा धेरै अगाडि जब भाषा लिखित हुने थिएन, त्यति बेलादेखि नै मान्छेले यो कुरा गर्दै आएका हुन् र त्यस दुर्गालाई उपासना गरे। अनि अर्को कुरा चाहिँ तपाईँलाई अर्कोमा आजको सान्दर्भिक भोलि हुने, भोलिको तारिक अक्टोबर 2 तारिकको सान्दर्भिक उदाहरण दिएर तपाईँलाई भन्छु।
महात्मा गान्धीको जन्मोत्सव 2 अक्टोबरका दिन मानिन्छ हजुर भने लालबहादुर शास्त्रीको पनि जन्मोत्सव 2 तारिकै अक्टोबर हो। तर यसको अर्थ यो होइन कि तिनीहरू दुईजना एकै दिन जन्मेका थिए। बहुत लामो ग्याप छ लालबहादुर शास्त्री र महात्मा गान्धीको बचाइमा। त्यस्तै दुर्गाले महिषासुर मार्नु र रामले रावणलाई मार्नु यो दुईटाको समय एकै हुन मिल्छ, दिन एकै हुन सक्छ, दिन एकै हुन सक्छ। जसरी दुईटाको जन्मदिन चाहिँ एकै दिन तर धेरै वर्षको ग्यापमा पनि एकै दिन वर्षौँ फरक भएर पनि त्यस्तो हुन सक्छ। अनि अर्को कुरा चाहिँ के पनि हो भनेदेखि दुर्गा शक्तिको उपासना गर्दाखेरि शक्तिलाई किन उपासना गरे भने त्यस्ता दुर्भिक्ष त्यस्ता दुष्टहरूसँगलाई वध गर्ने त्यो त बाहिरी शत्रु हो। भित्री शत्रु पनि त्यस्ता हुन्छन् जसले मान्छेलाई अमानव बनाउँछ। एउटा कुरा तपाईँलाई नीतिवाक्य भनौँ। हजुर नीतिवाक्यमा के छ भनेदेखि 4वटा कुरा यौवन धन प्रभुत्व अविवेकी यी 4वटा चिज जवान छ अनि प्रशस्त सम्पत्तिको पनि मालिक छ अनि उसकामा अधिकार पनि छ अनि तर विवेकी छैन भने त्यो मान्छेबाट हुन नसक्ने उपद्रव चाहिँ केही पनि हुँदैन। त्यसले जम्मै उपद्रव गर्न सक्छ भन्ने छ। त्यस्तै त्यो भित्रबाट त्यस्ता किसिमका महिषासुर जस्ता शुम्भ निशुम्भ जस्ताहरू चाहिँ जागृत भए भने मानव यस्तो खालको दुष्ट हुन सक्छ। त्यस दुष्टलाई उसको दुष्टतालाई हत्या गर्ने कुनै न कुनै परम शक्ति हुनुपर्छ र त्यो परम शक्तिको उपासना गर्नुपर्छ भनेर 9 दिन 9 रूपमा दुर्गाको उपासना गरे। त्यसपछिबाट अब प्रसादको रूपमा उनीहरूले के गर्न थाल्यो भने 9 दिनदेखि उता हामी त कृषि प्रधान देशका मान्छे हौँ, कृषिमै बाँचेका हुन्छौँ। त्यसले गर्दाखेरि मान्छेलाई जीवन धान्नका लागि सबभन्दा चाहिने चिज अन्न हो। त्यो धान चामल त्यो अन्नलाई दहीमा मुछेर राम्रा आशीर्वादहरूसँग दिएर जसले अनुभव गरेको छ, जसले देखेको छ, जसले भोगेर आएको छ उसले आफ्ना सबै अनुभवलाई लगाएर तपाईँलाई यस्तो होस् भनेर जस्तो आशीर्वादका रूपमा यिनीहरूले के मान्दैछन् भने आयु द्रोण सुते भन्छन्। द्रोणको छोरो अश्वत्थामा ऊ चिरञ्जीवी हो, आयु तिम्रो त्यस्तै होस्। दशरथको जस्तो श्रेय भनेर भन्छन्। दशरथको छोरो रामलाई विष्णुको अवतार भन्छन्। विष्णुको अवतार भएको चाहिँ छोरो जन्माउने बाबु त्यस्तो खालको तिमी हुनु भनेर भन्छन्। राघवको जस्तो शत्रु मार्ने रामको चाहिँ बाण हाने भने पनि त्यो बाण उसलाई मारिसकेर फर्केर आएर आफ्नो ठोक्रोमा आउँथ्यो अरे। त्यस्ता किसिमका अनि उनले प्रहार गरिसकेपछि त्यो जस्तै बलिष्ठ पनि मर्थ्यो र त्यस्तो खालको शत्रु मार्ने क्षमता तिमीमा होस्। शत्रु क्षम ऐश्वर्यम नहुसे राजा नहुस्। एक दिन खाएका बर्तनहरू एक दिन लगाएका लुगाफाटाहरू दोस्रो दिन लगाउँदैनथे अरे। उनकोमा यति बेसी सम्पन्नता थियो उनी एक दिन मात्रै प्रयोग गर्थे। त्यस्तो खालको सम्पन्नता तिमीमा नहुसको जस्तो होस्। गतिश्च पवने हावालाई कसैले रोक्न सक्दैन। ठुला घर बनाएका हुन्छन्, देवल लगाएको हुन्छ, तै पनि त्यहाँभित्र हावा पसिराखेका हुन्छ। ठुला डाँडाहरू पर्वतहरू हुन्छन्, त्यहाँ पनि हावा गइरहेको हुन्छ, हावालाई कसैले रोक्दैन। तिमीलाई त्यस्तै हावाको जस्तो गति तिम्रो होस्। गति समान मानन्छ दुर्योधन बदमास हो नि, तर 100 भाइ दाजुभाइ मध्ये सबै 99 जनाले उसले भनेको मान्थ्यो। त्यति मात्रै होइन, उसका हजुरबा त्यस्तो ज्ञानी भीष्म पितामहलाई उसले तपाईँ लडाइँ गर्नुपर्छ भन्दा मान्नुभयो। गुरु द्रोणाचार्य जस्तोलाई तपाईँ सेनापति हुनुपर्छ हुनुभयो। र यस्तो किसिमको उसलाई चाहिँ उसको सम्मान कत्रो थियो। त्यस्तो खालको सम्मानित तिमी हुनु तिमीले पाऊ। मानन्त दुर्य शौर्यो शान्तनवे पुरुषार्थ गर्ने सन्तनु जस्तो। सन्तनुले म बिहे गर्दिनँ त्यसै बस्छु भनेर आफ्ना बाबुका लागि चाहिँ बरु बिहे गरिदिने आफू नगर्ने त्यस्तो खालको पुरुषार्थ देखाउने सन्तनु जस्तो तिमी हुनु। बलम हलधरे कथामा आउँछ। पृथ्वीलाई चाहिँ साह्रो रिस उठ्दाखेरि चाहिँ हलधर भनेको बलरामले चाहिँ पृथ्वीलाई तानेको थियो अरे। त्यस्तै तान्ने शक्ति तिम्रोमा होस्
भनेर त्यो आशीर्वाद दिन्छन्। अच्छा ऐश्वर्यमसे गति मानन्छ दुरे बलधारे सत्यम च कुन्ती सुते। कुन्तीको छोरो युधिष्ठिरले कहिले असत्य बोलेनन्। एउटै मात्रै महाभारतको प्रसङ्गमा उनले नरोवा कुञ्जरोवा अश्वत्थामा हतोहत भन्नु पर्दा त्यो नरोवा कुञ्जरोवा भनेकोमा चाहिँ कुञ्जर त मरेकै थियो, हात्ती त मरेकै थियो, तर नर पनि भनेको त्यति मात्रै झुटो बोलेको कारणले उनले नरक पनि देख्नु पर्यो भन्ने कथा महाभारतमा आउँछ। हो कि के अरे ऐश्वर्यमसे गति सबने मानिन्छ दुरे शौर्यो शान्तनवे बलम हलधरे सत्यम च कुन्ती सुते सुज्ञाने विदुरे। विदुरको जस्तो तिमी ज्ञानी भन। यस्तो कीर्ति चाहिँ तिम्रो नाम प्रसिद्धि कस्तो होस् भन्दा नारायण। सबैजना मान्छे नारायण नारायण भन्छन् र मर्ने बेलामा पनि नारायणको नाम जप्यो भने स्वर्ग जाइन्छ भन्छन्। यस्तो चाहिँ तिमी हो भनेर यो आशीर्वाद दिएर ती आफूभन्दा सानालाई ती अनुभवी बुढाबुढी मान्छेहरूले आफ्ना छोरा नाति भतिजा भतिजी मित कसलाई आशीर्वाद दिने गर्छन्। यो दसैँको परम्परा हो। अब यसमा पुरुषलाई त त्यो आशीर्वाद भयो, नारीहरूलाई दिने, नारीहरूलाई छोरीहरूलाई पनि यस्तो राम्रो आशीर्वाद दिन्छन्। लक्ष्मीस्ते पङ्कजाक्षी। लक्ष्मी चाहिँ जो 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 लक्ष्मी हुन् निवसतु भवने तिम्रो घरमै बसिरहन्। भारती कण्ठदेशे तिम्रो घाँटीमा तिम्रो बोलीमा सरस्वती बसुन्। तिमीले कहिले नराम्रो नबोल्नु। बन्धुवर्ग सबैजना बढुन्। सबै तिम्रा शत्रुहरू पाताल लोकतिर जाउन्। यान्तु पाताल देशे देशे चाहिँ कीर्ति प्रसरतु। तिम्रो कीर्ति चाहिँ देश विदेशमा फैलियोस् र तिमी चाहिँ छोरा छोरी नाति नातिना सन्तान समेत भएर बाँचिरहु बहिनी भनेर छोरीलाई बहिनीलाई या आफूभन्दा साना जो पनि हुन्छन् महिलाहरू तिनीहरूलाई आशीर्वाद दिने चलन त्यो विजया दशमीका दिन छ। अब विजया दशमी नामै यस विजया शब्दले रामलाई पनि बुझाउँछ, अच्छा दुर्गालाई पनि बुझाउँछ। दुर्गाले महिषासुरसँग विजय हासिल गरेको, रामले रावणलाई विजय गरेको। तर यी दुईटै एकै दिन परेको हुनसक्छ। हामी इतिहास त्यति अध्ययन गरेका छैनौँ, त्यति हामी जान्दैनौँ पनि। यो लामो कुरा भयो, यसको इतिहास जानकारी राख्न गाह्रो हुन्छ। तर यी यसरी जो वर्षैपछि आउने नयाँ तारिकहरूले, जस्तो मैले अघि नै भने गान्धीजी र शास्त्रीजीको एकै दिन जयन्ती हो, दुईटै राजनीतिज्ञ हुन्, तर उनीहरूको ग्याप चाहिँ फरक थियो भनेर यसरी बुझिन्छ। र यसरी पनि सायद नवरात्रपछि दशमीका दिन विजया दशमीको टिको लगाउने चलन आयो। हजुर सर, म अलिकति तपाईँको बाल्यकालतिर पनि जान चाहेँ। हुनसक्छ अब 70 सालसम्म भनौँ न, अब त्योभन्दा बेसी होला होइन, 7 दशकभन्दा बेसी तपाईँले दसैँ मनाउँदै आउनु भएको छ, हेर्दै आउनु भएको छ। तपाईँको बाल्यकालमा, तपाईँ बाल्यकाल हुँदाखेरिको दसैँ र आजको दसैँमा कस्तो भिन्नता देख्नुहुन्छ, अथवा के फरक छ? कस्तो आधुनिकताले घेरेको छ कि वा त पहिलाकै जस्तो छ कि कस्तो देख्नुहुन्छ? त्यो चाहिँ के हो भनेदेखि हेर्नुहोस्, त्यति बेलाको यदि हामीले तस्बिर खिचेर राख्नु हो भनेदेखि र अहिलेकोसँग मिलाउनु हो भने एकदमै अलग अलग हुन्छन्। अच्छा, यिनीहरू दुईटाको यो त्यही हो भनेर भन्न सकिँदैन, त्यति साह्रो भिन्नता छ। पहिला कुरा त अब मेरो अघि भाइले सोध्नुभयो मेरो बालककालको कुरा। म बालक हुँदा गाउँमा थिएँ। हजुर, हाम्रो घर थियो, हजुर, देवल लगाएर बनाएको घर, माथिबाट सिरुले छापेको। त्यो घरमा बर्खाभरि के हुन्थ्यो भनेदेखि हामी बाहिर खेतीपाती गर्दाखेरि हिलो मैला पनि आएको हुन्थ्यो, के हुन्थ्यो। र त्यो दसैँका अगाडि सबै गाउँभरिका मान्छेहरूले, गाउँका इष्टमित्रहरू जम्मै जातकाले, अहिले यो जात धेरै प्रसिद्धिमा आयो, तर त्यति बेला त्यस्तो जात थियो तर प्रसिद्धिमा थिएन, सबै मित्रतामा थिए। र उनीहरू सबैजना मिलेर माटो खन्न जान्थे सबभन्दा पहिला। अच्छा, माटो खन्न जाँदाखेरि कमेरो ल्याउँथे, खोल्सामा जहाँनिर बगुवा ठाउँ छ त्यहाँबाट कमेरो आउँथ्यो। त्यो कमेरो आजको चुनाभन्दा त्यो सेतो हुन्थ्यो, त्यति राम्रो कमेरो। अनि अर्को डाँडातिर गएर रातो माटो ल्याउँथे र त्यो रातो माटोलाई घरको तल्लो भागमा रातो माटो, माथिल्लो भागमा कमेरो माटो लगाएर घर रङ्गाउँथे भने सबै सफा गरेर
भुइँ गोबरले लिपेर हरियो बनाएको, असाध्यै बस्नु परेको, आउने जाने बाटाहरू त्यति बेर यस्ता यी फुटपाथहरू बनाएका थिएनन्। ती बाटाहरू कोदालाले सबै खुर्किएर धुलो मैला नआउने, त्यहाँ झारजङ्गल नहुने त्यस्तो बनाएको हुन्थ्यो। खेतबारी हरियो हुन्थ्यो र त्यस्तो बेलामा दसैँ आउँथ्यो। दसैँ आउँदाखेरि हामी घर घरमा त्यति बेला अब आजकल त धेरै यी मुसलमानहरू आए, हाम्रा सिलाउने मान्छेहरू अहिले छैनन्। हाम्रा आफ्नै सिलाउनेहरू हुन्थे, लुगा सिलाउने मान्छे हुन्थे र दसैँभन्दा अगाडि नै गएर दोकानबाट दसैँका लुगा भनेर बा आमाले किनेर ल्याउनुहुन्थ्यो। अनि ती कलाकारहरू, ती सिलाउनेहरू, तिनीहरूलाई बोलाएर इज्जतसँगले राखेर उनीहरूले लुगा त्यहीँ काटेर त्यहीँ सिलाइदिन्थे र ती लगाउँथ्यो। त्यो लुगा सुँघ्दाखेरि हामी केटाकेटीमा त्यो माड गनाउँदो रहेछ अचेल बुद्धा। त्यो माड सुँघ्दाखेरि चाहिँ बडा नयाँ लाग्थ्यो, मिठो लाग्थ्यो। अनि त्यस्तो पाराले हामी गर्थ्यौँ। अनि अर्को कुरा, अष्टमीका दिन सबै हतियार, हामीले घाँस काट्नुपर्ने के गर्नुपर्ने ती जम्मै हतियारहरूलाई काँटा, कोदाला, रम्बा, मार्तल र हलोबाट फाली समेत झिकेर त्यहाँ लगेर पूजा गरिन्थ्यो। दुर्गाका हतियार अष्टमीका दिन यो दुर्गाका हतियार हुन् भनेर त्यहाँ पूजा गरिन्थ्यो। त्यस दिन सब्जी काट्न पनि हतियारको खाँचो हुन्थ्यो आमाहरूलाई र त्यस्तो पाराले चुलैसी समेतको पनि त्यहाँ पूजा हुन्थ्यो। फालीलाई चामलले पुरेको हुन्थ्यो र यो हामी देख्थ्यौँ। त्यसपछिबाट दशमीका दिन, दशमी आउनुभन्दा अगाडि ती नयाँ लुगा लगाएर, त्यस दिन हाम्रा कि त बर्खा एक जोडी आउँथ्यो कि यो दसैँमा एक जोडी आउँथ्यो। दसैँको लुगा त्यो लगाएर बाआमासँग, हजुरबा हजुरआमासँग टिको लगाउन जाँदा क्रमले जेठो दाजु, त्यहाँबाट भाउजू, त्यहाँबाट माइलो दाजु भाउजू गर्दै गर्दै बल्ल बल्ल आफ्नो पालो आउँछ। अनि त्यो पालामा टिको लगाएर उहाँहरूले राम्रो आशीर्वाद दिएर, त्यो संस्कृति अघि भने मैले आशीर्वाद त्यति मात्रै नभनेर हाकीताकीको पुगोस्, मनमा चिन्ता नरहोस्, हिँड्दा ठेस नलागोस् इत्यादि इत्यादि भनेर, नुहाउँदा केस नजरोस् भनेर आशीर्वाद दिनुहुन्थ्यो र हामी नतमस्तक भएर ती हजुरबा हजुरआमालाई ढोग्थ्यौँ र त्यसपछिबाट मावलतिर जाने हुन्थ्यो। ती लुगा लगाएर हिँड्दा आज पनि मलाई सम्झना आउँछ। घरको बाहिर पेटी हुन्थ्यो, त्यो पेटीबाट हिँडेर जानुपर्थ्यो। लुगामा कमेरो लागेर, सेतो कमेरो त देखिँदैन थियो, कालो रङ्गिन हापिन छ भनेदेखि अथवा सुरुवाल छ भने त्यो अघि नै रातो र सेतो लागेर अर्कै किसिमको हुन्थ्यो र पनि दसैँ आनन्दको लाग्थ्यो, खुसी लाग्थ्यो। त्यो बालककालको दसैँ अब फेरि आउँदैन। म त त्योसँग यो मुकेशको गीत पो जोडेर हेर्छु, कहाँ गए वो दिन भनेर, जाने कहाँ गए वो दिन भने जस्तो मलाई लाग्छ। त्यस्तो खालको थियो। अहिलेको, अब तपाईँले सोध्नुभयो वर्तमान दसैँ, हजुर अहिलेको दसैँमा नयाँ लुगाको कसैलाई परवाह छैन, किनभने प्रत्येक दिन लुगा पाउँछन्, नयाँ नयाँ लगाइराखेका हुन्छन्। अनि त्यस्तो रातो माटो बोकेर ल्याउने, कमेरो लाउने चलन छैन। अब घरहरूमा सिरु छैन, च्यादर लगाएर बनाएका छन् या त आरसिसी बिल्डिङ बनाइएको छ, भुइँ लिप्दैनन्, भुइँ गोबरले लिपेर जुन सुवास त्यति बेर आउँथ्यो त्यस्तो अचेल छैन। अनि अर्को कुरा, बिहान नवरात्रकै भित्र चाहिँ प्रत्येक घरमा, घरका ढिक्कीमा चाहिँ त्यो बत्ती पिलिक पिलिक बलेको हुन्थ्यो र ढिक्की टुङ टुङ गरेर बज्थ्यो र उनीहरू चिउरा कुट्थे र प्रत्येक घरमा दही चिउरा हुन्थ्यो। अनि गाउँमा कसै कहाँ धेरै केराका बोटहरू छन् भनेदेखि एक एकवटा बाँध्नुपर्छ भन्ने चलन थियो र त्यसमा चाहिँ उनीहरू गएर यसो एउटा त्यो घर मालिकलाई भनेर एउटा पात यसो घुमाएको छ भने गाउँ सबैले बुझ्थ्यो यो त कसैले बाँधेको रहेछ, यो त हामीले चलाउनु हुँदैन। यति साह्रो त्यसमाथि नियम थियो, रिजर्भ गरेको, यो कसैले रिजर्भ गरेको रहेछ, हामीले यसलाई छुनु हुँदैन भनेर यस्तो किसिमको थियो त्यति बेरको हामी केटाकेटी हुँदाखेरिको दसैँ थियो भने अहिले दसैँको त्यति बेसी महत्त्व पनि देखिँदैन। अनि अर्को कुरा, त्यति बेर गोठ हुन्थ्यो, टाढा टाढा गोठमा राखेको हुन्थ्यो। गोठ पनि एउटा कोही जानुपर्ने, पालो गर्नुपर्ने हुन्थ्यो र पूजा त्यो टिका लगाइसकेपछि अलिकति धान अक्षता लिएर गएर खेतमा, पोहोरको साल त यो यसरी धान फल्यो र त्यसको हामीले टिको लगायौँ, यसपालि पनि राम्रो फल र हामी आगौँ पनि यसरी नै मान्न पाऊँ भनेर त्यहाँ राखिदिएर आउनु भनेर भन्थे। अनि योभन्दा अगाडि तपाईँले एउटा कुरा याद गर्नुभएको छ कि छैन, त्यति बेला घरको मूल खाँबामा सबभन्दा पहिला हजुरबा बाहरूले
मूल खामामा टिको लगाउँथे, गोबरको कुण्ड बनाएर त्यसमा दही चिउरा, चामल, दहीसँग मुछेको रातो अक्षताको टिका लगाएर यतापट्टि राखेका जमरा, 9 दिनसम्म राखेका जमरा र दुबो मिसाएर त्यसमा लगाएर टिको त्यसको अर्थ चाहिँ धेरैले राजाको टिको भन्थे। खासमा चाहिँ यो मूल खाँबोमा लाउनु पर्ने। हजुर, अहिले चाहिँ मूल दैलोमा लाइन्छ, त्यो पनि के एउटै हो? त्यो अलिकति बेग्लै हुन त अर्थ एकै पनि हुन सक्छ, तर त्यो मूल खाँबोमा लाउनुको तात्पर्य चाहिँ मैले बालाई सोधेँ त्यति बेर। हजुर, र बाले भन्नुभएको थियो यो राजाको टिको भनेर सबैले भन्छन्, तर यहाँ सिक्किममा त हामी राजा भएकै मुलुकमा छौँ, यो उहाँलाई लाएको होइन, राजालाई लाएको, राजा भन्ने व्यक्तिलाई लाएको होइन। आज हाम्रो निम्ति यो घर नै हाम्रो राजा हो, किनभनेदेखि यसमा वर्षभरि बस्यौँ, आनन्दसँगले हामीले बस्न पायौँ, उपर बाघले खेद्दाखेरि कुदेर आएर घरमा दैलो लाएर बस्यौँ, बाँच्यौँ, अनि पानी पर्दाखेरि यस घरभित्र बस्न पायौँ, यसमा हाम्रा सन्तान फैलिए, हाम्रो सबै थोक भयो। त्यसले गर्दा यो घरले हामीलाई बचाएर राखेको छ र यो घर हाम्रा लागि सधैँ सम्माननीय छ। त्यसले गर्दाखेरि यो सम्मानका लागि सबभन्दा पहिला दैलामा यो मूल खाँबामा लगाएको, मूल खाँबामा किन लगाएको भने यो जम्मै घर थाम्ने यो मूल स्तम्भ हो र यो स्तम्भलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ भनेर लगाएको नानी भनेर मलाई सम्झाउनु भएको थियो। अहिलेसम्म मलाई त्यो छ। हुन त म देख्छु कतिपयले दैलामा लगाउँछन् अचेल, हुनसक्छ घरमा प्रवेश गर्दाखेरि त्यो दैलाबाट प्रवेश गर्नका लागि भनेर घरको सम्मानकै लागि लगाएको होला, त्यसमा आपत्ति म मान्दिनँ। तर मैले जानेको चाहिँ घरको मूल स्तम्भमा, मूल खाँबोमा त्यसरी लगाइन्थ्यो र अहिले पनि त्यो पछि यहाँ एकपल्ट कुरा निस्क्यो, अब त राजा छैनन् नलाउँदा हुन्छ होला भनेर कुरा पनि गरे र तर त्यति बेला हामीहरूले भन्यौँ यो राजा भनेको व्यक्तिलाई लगाएको होइन, यो जुन चिजले हामीलाई शोभा दियो, जुन चिजले हामीलाई बचायो, आश्रय दियो, त्यसका सम्मानमा। अनि त्यो जहिले पनि हामी घरमा बस्ने हुन्छौँ तहिलेसम्म घरमा यो दसैँको पहिलो टिको चाहिँ घरमै लगाउनुपर्छ भनेर म त अहिले पनि भन्छु, घरलाई नै लगाउनुपर्छ भनेर भन्छु। र यस्तो पाराले दसैँ मनाइन्थ्यो। त्यसपछिबाट मामा कहाँ, यता दाजुभाइ कहाँ, काका बडाबा कहाँ गएर आशीर्वाद लिन्थ्यौँ। त्यति बेलाको एउटा प्रसङ्ग मलाई याद आउँछ। मेरो बाबा हुँदाखेरिको गाउँमा मण्डल थिए, त्यति बेला मण्डल प्रथा थियो। ती मण्डल हाम्रा गुरुङ थिए र उनको सम्बन्ध साइनुले मेरो बाबा उनको काका पर्नुहुन्थ्यो। अन्त काका तपाईँ बेलैमा आइदिनुहोस् है, त्यस दिन चाहिँ तपाईँ घरको पूजासुजा सकेर। अनि बाबा काका भएको नाताले अनि पण्डित भएको नाताले पनि अलिकति गाउँमा विद्वानको स्थानमा रहेको हुनाले उहाँले अलिकति मण्डललाई हल्का पारेर लिनुहुन्थ्यो। मण्डल तिमीले भन्दैमा म तिमीले बोलाएकै बेलामा आउन सक्ने चाहिँ होइन, दसैँ हो, मेरा छोराछोरीहरूलाई नानीहरूलाई टिको लगाइदिन्छु, त्यहाँबाट म आउँछु भनेर भन्थ्यो। त्यति बेर ती मण्डलले भन्थे म त काका धेरै बेर भोको बस्न सक्दिनँ र भनेको नि भन्थे। त्यसको अर्थ चाहिँ त्यो आफूभन्दा मान्ने मान्छेले, उनले मान्ने मान्छे अनि उसलाई त्यो मान्ने मान्छेले आएर टिको लगाएर मात्रै खाने, मण्डलले पनि ती गुरुङले पनि त्यसो भन्थ्यो। अनि त्यसपछिबाट मेरा रैतीहरू धेरै आउँछन् टिको लाउने, तिनीहरूलाई मैले खुवाउनु पऱ्यो, के गर्नु पऱ्यो, ढिलो हुन्छ र छिटै आइदिनुहोस् भने पनि काका भनेर भन्थे। आउँदै गर्छन्, बस्दै गर्छन्, म मेरो सकेर यति हो अल्छी गरेर बसिरहन्न, मेरो सकेर तिम्रो आइहाल्छु भनेर भन्नुहुन्थ्यो र जानुहुन्थ्यो। अनि उहाँले गएर मण्डललाई टिको लगाइदिएपछि मात्रै मण्डलले आफ्नो रैतीहरूलाई अरूलाई टिको लगाइदिनुहुन्थ्यो। त्यस्तो सामाजिक संरचना थियो त्यति बेलाको। सामाजिक संरचना, ठुलालाई मण्डललाई सबैले मान्ने त्यस्तो चलन थियो, प्रोटोकल थियो। अनि त्यसो गर्दाखेरि त्यहाँ सबैको भेटघाट हुन्थ्यो। सर, मैले सोध्नु पर्दा तपाईँलाई, हामी दसैँमा रातो अक्षताको टिका लाउँछौँ होइन, जमरा लाउँछौँ। हुन त टिका त हामीले अरू बेला दसैँदेखि अरू बाहेक पनि हामीले टिका लाउँछौँ अक्षताकै, तर त्यति बेला चाहिँ हामी फुल लगाउँछौँ टाउकामा होइन, पण्डितजीहरूले पनि फुल राखिदिनुहुन्छ। तर हामी दसैँमा चाहिँ किन जमरा कानमा सिउरिन्छौँ अथवा टोपीमा राखिदिन्छन् अनि आशीर्वाद दिन्छन्? वास्तवमा दसैँ, जमरा र टिकाको समन्वय के छ सर? यो चाहिँ
दसैँ नवरात्रमा हजुर नौ दुर्गाको आराधना गरेर त्यो नवदुर्गाको आराधना गर्दाखेरि चाहिँ त्यो क्रमशः बढ्दै जाने शक्ति वृद्धिको प्रतीक हजुर प्रतिपदाको दिन जौ रोप्छन्, जसलाई जमरा भनेर भन्छन्। अच्छा त्यो चाहिँ शक्तिको प्रतीक भनेर जमरा त्यो क्रमशः 9 दिनसम्म बढेर जान्छ। अनि 10 दिनका दिन त्यो शक्ति सम्पन्न हुन्छ र त्यो शक्ति सम्पन्नताको प्रतीक मानेर तिमीमा यो शक्ति आइलागोस्, जसरी यो दिनै पछि बढ्दै आयो र आज यत्रो भयो, तिमी पनि त्यस्तै बढ्दै जान सक भन्ने उद्देश्यले जमरा लगाइदिन्छन्। अच्छा अच्छा जमराको चाहिँ अब यतातिर पछिका अनुसन्धाताहरूले के पत्ता पायो भने जौको त्यो जमरा चाहिँ औषधि पनि रहेछ भनेर यिनीहरूले चाहिँ अहिले धुलो बनाएर बेच्न पनि थाले जमरा। र औषधि पनि रहेछ, तर त्यसलाई उनीहरूले त्यो औषधि जसरी बढ्यो जमरा, त्यसै तिमी पनि क्रमशः बढ्दै जान सक भन्ने आशीर्वादसँग मिसाएर त्यो जमरा लगाइदिएको। होइन अचेल त देखिन्छ नि सर, त्यो जमरामा त मकै पनि देखिन्छ, धान पनि देखिन्छ कि त्यो जौको अभाव भएर त्यो भएको हो कि? कतिवटा यो पहाडी क्षेत्रमा जौको अभाव पनि भएर होला। अनि अर्को कुरा चाहिँ मकै हाम्रो पहाडी क्षेत्रको एकदमै प्रिय अन्न हो। हजुर त्यो चाहिँ पहाडी क्षेत्रमा जहाँ खेत हुँदैन त्यस्ता ठाउँमा पनि मकै हुन्छ र त्यो प्रिय वस्तुलाई उनीहरूले अच्छा राखेको हो, प्रतीकमा त्यो पनि राखेको। जस्तो मूर्ति बनाउँदाखेरि कतै ढुङ्गाको हुन्छ, कतै माटाको हुन्छ, कतै कागजको हुन्छ, कतै के हुन्छ, त्यसलाई प्रतीक भन्छन्। त्यस्तै यहाँ पनि प्रतीकको रूपमा मकै लगाएको। अच्छा अच्छा टीका चाहिँ के हो सर? टीका चाहिँ जस्तै रातो अक्षता लगाइन्छ। अब रातो चाहिँ के हो भनेदेखि यो दुर्गाको उपासना गरेपछि हजुर दुर्गाको प्रसादको रूपमा हामी लिँदैछौँ, त्यो दुर्गालाई मनपर्ने चिज चाहिँ रातो हो भनेर सप्तशतीमा पनि लेखेको छ। अच्छा उनको वर्ण पनि रातो र उनी चाहिँ रक्तवर्णा दुर्गा भनेर भनेको छ। त्यसले गर्दा त्यो रातो नै मन पराउने र दुर्गालाई चढाउने फुलहरू पनि रातो नै चढाउने, लुगा वस्त्रहरू पनि रातो नै चढाउने गर्छन्। र त्यसले गर्दा दुर्गाको प्रसाद रातो नै होस् भन्ने उद्देश्यले पहिला रातो थिएन। हजुर हजुर पहिला रातो रङ आउँदैन थियो, त्यसले गर्दाखेरि रातो रङ नलगाएको सादा टिको लाउँथे। र यो रातो रङ जहिलेबाट आउन थाल्यो त्यति बेलादेखि रातो दुर्गालाई चढाउने फुल रातो हुन्छ भने यो अक्षता पनि रातै दुर्गाकै प्रसाद भनेर रातो अक्षता लगाएको। त्यसमा नजानिकन अब तथ्य त उहाँ भगवान्सँग पुगेर कोही आएको छैन, तर यहीँ बसेर विरोध गर्नेहरूले अन्यथा के जाति भनेको हामीहरूले पढ्यौँ पनि, देख्यौँ पनि, सुन्यौँ पनि, तर त्यो उहाँहरूको कपोलकल्पित कुरा हो। तर यसमा चाहिँ बरु तथ्य पाइन्छ, किनभने दुर्गालाई रातो र उनी रातो वर्ण कि भनेर भनिन्छ, रातो चढाइन्छ भने उनलाई चढाएका अक्षता पनि राता हुन्छन् र तिनै राता अक्षरहरू चाहिँ म निधारमा, राता अक्षताहरू चाहिँ म निधारमा लाउँछु भनेर त्यसरी लगाइएको हो। सर एउटा नबुझेको कुरा नि, हामी हिन्दूहरूको यो दसैँ हो भन्छौँ होइन? हजुर। अनि के हुन्छ भन्दा हाम्रो समाजमा चाहिँ यो के अरे दही अक्षताको टिको अनि जमरा लगाउँछौँ। फेरि अलिकति परतिर गयौँ भने हिन्दू धर्मावलम्बी भित्रैका अन्य सम्प्रदायमा फेरि यो टिका लाउने जमरा लाउने चलन छैन। अनि के यो हामी नेपालीहरूको चाहिँ फरक विशेषता छ त यहाँ भन्ने एउटा प्रश्न जागेको नि सर। यो चाहिँ कुरा के हो भनेदेखि अघि नै पहिला मैले भने स्थान अनुसार, परिस्थिति अनुसार, देशकाल परिस्थिति, यिनीहरू चाहिँ प्रत्येक चिजका लागि गाइड गर्ने यन्त्रहरू हुन्। र त्यसैले गर्दाखेरि नेपालीहरूको चाहिँ संयुक्तता, नेपालीहरूको साझा हजुर चाहिँ के हो त, यी सबै नेपालीहरूलाई एक ठाउँ बाँध्ने साझा चिज चाहिँ के हो भने यो दसैँ हो। र अरू पनि हिन्दूहरू हुन्, हामी र हाम्रा हिन्दूहरू र ती हिन्दूहरूमा पार्थक्य नहोला, तर उनीहरूमा चाहिँ के छ भने यो चलन चलेन। उनीहरू तिलक सामान्य अरू लगाउँछन्, तर नेपालीहरू चाहिँ दही र अक्षता भिजाएर त्यसको टिको लगाउने
यो नेपाली संस्कृति मात्रै हो, अरू हिन्दूको होइन। अनि यो जात यो के अरे नेपाली हिन्दूको मात्रै पनि होइन, यो सबै नेपालीहरूको हो। यो सबै नेपालीहरूको भन्नाले विभिन्न धर्म मान्छन् त उनीहरूले लाउँदैनन् भनेर प्रश्न उठ्छ। म तपाईँलाई एउटा सानो घटनाले मैले चाल पाएको, किनभने म त्यत्रो सर्वज्ञ होइन, तर मैले चाल पाएको चाहिँ एकचोटि कालिम्पोङमा के कार्यक्रममा हामी बसेका थियौँ र दसैँ अगाडि त्यो कार्यक्रम थियो। त्यो कार्यक्रम सकेपछि विभिन्न कुरा हुँदाखेरि मलाई कसैले सोधे तपाईँ दसैँमा के गर्नुहुन्छ भन्दा मैले भने वर्ष दिनमा आएको चाड हो, घरमा आमा हुनुहुन्छ, गएर टिकुत लाउनै पर्छ, म त जान्छु घर भनेर भने। अन्त तर कतिजनाले लाउँदैनन्, नलाउँदाखेरि अब उहाँहरूलाई भइराखेको छ, हामीलाई चाहिँ चलन छ भने। अनि कसले लाउँदैन त, लाउँछन् त दसैँ त भनेको होइन। कोही आमाबाबु मरेको छ, कोही घरमा जुठो परेको छन्, तिनीहरूले लाउँदैनन्। अनि कतिपय यी हाम्रामा गाउँमा त बौद्ध सम्प्रदायकाहरूले लाउँछन्, तर कतिपय बौद्ध सम्प्रदायकाहरूले लाउँदैनन्, अङ्ग्रेजहरूले लाउँदैनन्, क्रिस्चियन सम्प्रदायकाहरूले कतिपयले लाउँदैनन्। र त्यसरी अरू धर्म यो परम्परा नमान्नेहरू कतिले लाउँदैन, तर हामीलाई चाहिँ यो बानी छ, जान्छु भनेर भनेको। त्यति बेर हाम्रो सर पञ्चरत्न प्रधान जो चाहिँ कुमुदी एसयुएमआईको प्रिन्सिपल हुनुहुन्थ्यो, उहाँको चाहिँ ब्याकग्राउन्ड के हो भनेदेखि पाद्री गङ्गा प्रसाद प्रधानको नाति हुनुहुन्थ्यो उहाँ चाहिँ। उहाँले यसो फर्के, रुद्र भाइ के अरे तिमी यो कसले अरूले लाउँदैन भन्यो अरे, क्रिस्चियनले लाउँदैन भन्यो अरे भन्नुभयो। होइन सर, मैले त्यसो भनेको होइन, कतिपयले लाउँदैनन् तर हामी चाहिँ लाउने चलन छ भनेर भनेको होइन। होइन म क्रिस्चियन हो, थाहा छ तिमीलाई होइन, मेरोमा चाहिँ दसैँमा यो नेपाली चाड हो, यो कहाँको धर्ममा लगेर मिसाउँछौ, नेपाली चाड हो, नेपाली चाड हामी मनाउँछौँ। मेरो घरमा म टिका लाउँछु, म पनि लगाउँछु, मेरो लागि लगाइदिन्छु। यसलाई संस्कृतिको रूपमा उहाँले यो नेपाली संस्कृति हो, यो हाम्रो चाड हो, हामी नेपाली हौँ, यो हामीले नमनाएर कसले मनाउँछ भनेर मलाई सरले अब एक प्रकारले उहाँ सिनियर सर मान्छे मलाई झन्डै गाली त म भन्दिनँ, उहाँको त्यो स्वभावै त्यस्तो हो। उहाँले त्यसो भनेपछि मलाई एक प्रकारको प्रश्न त्यस बेला मनमा आयो, साँच्चै नै हो त नेपालीहरूलाई सबै ठाउँ सबैलाई एक ठाउँ भेला पार्ने के छ त भनेर भन्यो। दसैँ त एउटा हो नि, दसैँमा सबै। अनि अर्को कुरा के हुन्छ भने नेपालीहरूको एउटा विशेषता छ मित लगाउने चलन। जब आफ्नो जाति त्यति बेर थियो त त्यसलाई यत्रो हल्ला गर्दैन थिए, म यो जातको त्यो जातको त्यो काडेको त्यो बाडेको भनेर भन्दैन थिए। तर तिनीहरूसँग सामञ्जस्य ल्याउनका लागि मित लाउने सांस्कृतिक परम्परा थियो। र ती मितहरू पनि मित बाउ मितामाकामा गएर चाहे जोसुकै जातको होस्, जुनसुकै जातको मान्छे होस्, गएर टिको लगाउनै पर्ने यो नेपाली संस्कृति हो। र पञ्चरत्न सरले भनेको कुरा चाहिँ मलाई अहिले पनि साह्रै महत्त्वपूर्ण लाग्छ। र यो एकदम अरू हिन्दूसँग, हिन्दूको मात्रै होइन, यो हिन्दू भनेको चाहिँ धर्म चाहिँ त्यो अब आफ्नो आफ्नो संस्कार संस्कृति तरिकाले गर्ने हुन्छ। यही नवरात्रमा पनि नेपालीहरूले पनि विभिन्न प्रकारले पूजा गर्छन्। जस्तो कसैले अष्टमीका दिन पशु बलि गर्छन्, कसैले त्यस दिन बलिको जग्गामा उनीहरूले दही र चामल मुसेर चढाउँछन्, कसैले फल चढाउँछन्, कसैले पूजा गर्छन्, कसैले नवमीसम्म पूजै गर्दैनन्, त्यसपछिबाट दसैँमा एकैचोटि टिका लाउँछन्। तर टिका त लाउँछन्। त्यसले गर्दाखेरि जो नेपाली संस्कृति हो, नेपाली परम्परा हो। र यसलाई चाहिँ हामी अरू हिन्दूसँग, हिन्दू धर्मसँग दाँजेर उनीहरू उत्तिकै हिन्दू गर्दैनन् भनेर लगाउने कुरा चाहिँ मिल्दैन। यो नेपाली संस्कृति हो। सर अर्को कुरा नि, म जति बेला म सानो थिएँ त्यति बेला यो दसैँ छेक जब आइपुग्छ त्यति बेला रेडियोतिर कता कता मालश्री धुन बज्थ्यो होइन, अहिले पनि बज्छ होला, तर अहिले हामी कम्ती सुन्छौँ। त्यति बेला तपाईँको बेलामा पनि तपाईँले पनि धेरै सुन्नुभयो होला होइन, त्यति बेला त झन् व्यापकता थियो होला त्यति। तर मलाई लागेको यो मालश्री धुन जुन चाहिँ बज्छ यसलाई दसैँमै बजाइन्छ, दसैँकै बेलामा बजाइन्छ। तर दसैँ र यो मालश्री धुनमा चाहिँ के समन्वय छ क्या दुईटाको भन्ने कुरा नि? यो चाहिँ के हो भने हामीले पनि केटाकेटी कतै पढ्न त मैले पढेको छुइनँ, केटाकेटी हुँदा हामीले सुनेको, ठुला बडाहरूले ज्ञानीहरूले कुरा गर्थे। मालश्री चाहिँ यो दसैँको प्रसङ्गमा मात्रै प्रतिपदा
घटस्थापनादेखि लिएर पूर्णिमासम्म गाइने चिज हो भनेर भन्थे। अनि किन अरू बेर पनि गाउँदा हुन्छ त भन्दा हुँदैन। मालसिरी चाहिँ दसैँमा मात्रै गाउने हो, जस्तो देउसी तिहारमा मात्रै खेलिन्छ त्यस्तै मालसिरी दसैँमा मात्रै गाइन्छ, अरू बेर गाउनु हुँदैन भनेर भन्थे। अनि मालसिरीमा चाहिँ के रहेछ भनेदेखि भैरवीको त्यहाँ स्तुति हुँदो रहेछ। जयदेवी भैरवी गोरक्षा रानी दर्शना देव भवानी भनेर भनिएको हुन्छ। यो ओरिजिनल मालसिरी हो। र पछिबाट त्यसमा विभिन्न मालसिरी त्यो धुनमा मालसिरी अरू बनाए, तर ओरिजिनल मालसिरी चाहिँ नेपाली मालसिरी हो। र नेपाली मालसिरीमा चाहिँ जयदेवी भैरवी गोरक्षा रानी भनेर यसरी गोर्खाहरूकी देवी भैरवीको उपासना त्यति बेर गरिन्छ। त्यो नवरात्रमा पनि उपासना गरिन्छ। त्यति बेर गाउने नेपालीहरूले गाउने नेपाली भाषामै बनाइएको भजन त्यो गीत चाहिँ मालश्री थियो। र त्यसलाई अरू बेर गाउनु हुँदैन भन्ने हामी केटाकेटी हुँदाखेरि सुन्थ्यौँ। र दसैँमा चाहिँ घर घरमा मालश्री गाउँथे। त्यसका लय बेग्ला बेग्लै तरिकाका हुन्थे, किनभने आफ्नो आफ्नो स्वर हो। सबै लता मङ्गेशकर हुँदैनन्, तर गाउन चाहिँ गाउँथे। एकदम सुन्दर पाराले गाइन्थ्यो। रेडियोमा, नेपालको रेडियोमा, खरसाङको रेडियोमा मालश्रीका धुनहरू त्यति बेर बजाउँछन्। र मालश्रीको धुन बज्ने बित्तिकै दसैँ आएको अनुभव पनि हुन्थ्यो। त्यो दसैँ आयो नभने पनि दसैँ आएछ क्या। र अरू बेरै पनि मालश्रीको त्यो गान बज्दै गरेको सुनियो भनेदेखि अहिले पनि दसैँको सम्झना आउँछ। र मालश्री र दसैँको चाहिँ यही सम्बन्ध हामीले सुनेका हौँ। सर, सरबाट बुझ्यौँ हामीले अब दसैँ चाहिँ धार्मिकमाथि धर्ममाथि आधारित नभएर संस्कृति चाहिँ बेसी हो। र अझै नेपाली संस्कृति अझै के अरे धनी रहेछ भन्ने कुरा पनि सरबाट बुझ्यौँ होइन। तर अब हामी नेपाली जातिको धर्म संस्कृति परम्परा होइन यी सबै कुराहरूमा को चाहिँ वैज्ञानिक त हामीले कता कता पढ्छौँ पनि पाउँछौँ, कतिजना लेखेका छन्। त्यसै गरेर यो दसैँ पनि के वैज्ञानिक पक्ष चाहिँ के छ यो दसैँको, अलिकति त्यसबारे पनि स्पष्ट पारिदिनुहोस् न। दसैँको पहिलो वैज्ञानिक पक्ष त मेरो दृष्टिमा त्यो जमानालाई नै लिएर म भन्छु। हजुर हजुर। पहिला कुरा त बर्खामा खेतीपाती गर्दाखेरि सब मैला कुचैला हुन्छ, घर सफा गर्न पाएको हुँदैन। दसैँको न्युमा सबै घरहरू सफा हुन्छन्। त्यो सफा कसका लागि गरिन्छ भने आफ्ना स्वास्थ्यका लागि। एउटा त त्यो पक्ष भयो, वैज्ञानिकता त्यसमा मनज्ञ छ। त्यसपछिबाट को कता कताको भेटघाट हुँदैन। बर्खाभरि कोही पहिरो जान्छ, कोही कता मर्छ, के हुन्छ, ती सबै दुःख सुखका समयहरू काटेपछि दसैँ आउँछ। दसैँमा मावल ससुराल जाने, भेटघाट गर्ने, आमा बाबुलाई भेट्ने, त्यो सबैले गर्दा के हुन्छ भेटघाट वर्ष दिनमा उनीहरूको अनुहार परिवर्तन भए पनि चाल पाउने, देखादेख भइरहने, यो एउटा आफ्नोपना झल्किने। अनि त्यति बेला पर्खिरहन्छन्, ज्वाइँ आउनै छ, म त कतै जानु छैन भनेर भन्नुपर्छ। त्यो ज्वाइँ आउनै पर्ने र भेट गर्नै पर्ने, यो एउटा वैज्ञानिक पक्ष जस्तो मलाई लाग्छ। अनि अर्को कुरा, गाउँमा सबै मान्छेकामा त्यो दसैँका दिन चाहे दुःखी होस् चाहे सुखी होस् जस्तो सुकै होस्, मिठो मसिनो पकाएर एकसाथ सबैले खान्छन्। त्यो गाउँभरिका, र त्यति मात्र त्यो गाउँभरि मात्रै होइन, नेपाली दुनियाँ जहाँ बस्छ त्यो जम्मै घरमा त्यस दिन मिठो पाकेको हुन्छ, उसका गच्छे अनुसार मिठो मसिनो बनाएको हुन्छ। त्यसले गर्दा नेपालीहरूलाई सङ्गठित गर्ने, एकै ठाउँ पार्ने, एकै किसिमको सोच बनाउने र सङ्गठित भएर चल्ने यस्तो कामको चाहिँ यो दसैँले गराएको छ। यो नै यसको वैज्ञानिक पक्ष हो। सर, धेरै लामो कुराहरू गऱ्यौँ होइन। अब हामी अन्तिममा छौँ। म अन्तिममा सोध्न चाहेँ तपाईँलाई, सोध्न चाहेँ भनौँ न, अहिलेको पिँढीलाई, अब अहिले त जेनजी पनि भन्छन् है, अहिलेको पिँढीलाई दसैँको खास वास्तविक महत्त्वबारे थाहा छैन। तिनीहरू सँगसँगै जति पनि दसैँ मनाउनेहरू हुनुहुन्छ, भोलिदेखि त टिका छ, उहाँहरू सबैलाई दसैँको विशेषताबारे तपाईँले जानकारी दिनुपर्दा कसरी दिनुहुन्छ? म त यही भन्छु, हेर्नुहोस्, यो जब मान्छे एक्लो हुन्छ, इन्डिभिजुअलिस्टिक सोसाइटी आउँदैछ। तपाईँले भन्नुभयो व्यक्तिवादी समाज चल्दैछ अहिले, कसैले कसैको पर्वाह गर्दैन।
त्यसो गर्दाखेरि असङ्गठित समाज जब हुन्छ अर्काले फाइदा उठाउँछ त्यस्तोलाई। त्यसले गर्दाखेरि परदेखि अर्को कुनै चिजबाट बच्नका लागि सङ्गठित हुनुपर्छ र सङ्गठित हुने विभिन्न तरिकाहरू छन्। सबै नारा लगाएर हिँड्नु नै सङ्गठित हुनु होइन, एउटा पार्टी खोल्नु नै सङ्गठित हुनु होइन। यी हाम्रा संस्कृति र परम्पराहरूलाई यथावत कायम राखेर कमसेकम वर्षमा एकपल्ट दसैँको न्युले आफन्तमा भेटघाट गर्ने, सुख दुःख बुझ्ने यस्तो खालको काम गऱ्यौँ भनेदेखि हामी सधैँ सङ्गठित रहन्छौँ। एकअर्काको माया ममता हामीमाथि बाँचिरहन्छ। त्यसो गऱ्यो भने कसैलाई विघ्न परिराखेको छ भनेदेखि अर्काले त्यसलाई सहयोग गर्छ। बाहिरका शक्तिले आएर हामीमाथि आक्रमण गर्न सक्दैन। त्यसले गर्दाखेरि यी नयाँ पिँढीलाई हो हाम्रो कमजोरी छ, हाम्रो सिलेबसमा यी सबै चिजहरू छैनन् नानीहरूका। त्यसले गर्दा उनीहरूले पढ्न पनि पाएका छैनन् र उनीहरूलाई मात्रै गाली गर्नु हुँदैन। हामी ठुलाहरूले हाम्रा संस्कार संस्कृतिहरू चाहिँ उनीहरूलाई सिकाउनुपर्छ। अहिले कस्तो समाज छ तपाईँले देख्दै हुनुहुन्छ। दिनभरि बाबुआमा कहीँ अफिसमा या खेतीपातीमा कहाँ गएर बसेका हुन्छन्। बेलुका भएपछि उनीहरू घरमा आउँछन्, नानी स्कुल जान्छ, त्यहाँको सिलेबस पढ्छ र फर्केर आउँछ। बेलुका आएपछि बाबुआमा टिभी हेरेर त्यहाँ व्यस्त हुन्छन्, त्यो नानीलाई सोध्दैनन्। अनि बाबुआमाले नि एकाअर्कामा कुरा गर्दैनन्, उताको प्रोग्रामसँग डिस्टर्ब हुन्छ भने जस्तो गर्छन्। र त्यसले गर्दाखेरि के भयो भने आफू गर्ने भयो। नानीलाई कहिले पनि घरेलु कुरा, सांस्कृतिक कुरा, हाम्रा परम्पराका कुरा, हाम्रा चाडपर्वका कुराहरू यिनीहरू सिकाउँदैनन्। एकातिर त हाम्रो सिलेबसमा छैन, उनीहरू त्यहाँ पढ्न पाउँदैनन्। अनि दोस्रो कुरा घरमा पनि सिकाउँदैनन्। र तर हामी गाली चाहिँ गर्छौँ, अहिलेका नानीहरू मूर्ख छन्, यिनीहरू केही गर्दैनन् भनेर। तर उनीहरूलाई त्यो सिक्ने अवस्था, सिक्ने वातावरण हामीहरूले बनाइदिएको छैन। यो चाहिँ सचेत नागरिकले वातावरण बनाइदिनुपर्छ आफ्ना घरमा। र मात्रै हामी तिनीहरूले गरेनन् भने गाली गर्ने अधिकार हाम्रो छ, नत्र भने नानीहरूलाई गाली गर्ने अधिकार हाम्रोमा छैन, किनभने हामीले केही पनि गरेका छैनौँ। सर, यो चिया र चासोको 17औँ एपिसोडमा हामीले तपाईँसँग दसैँ विशेष चर्चा गऱ्यौँ र धेरै मिठा मिठा कुराहरू पनि गऱ्यौँ। तपाईँले बाल्यकालदेखि अनुभव गरेर आउनुभएका होइन कुराहरू, दसैँ विशेष कुराहरू भयो, दसैँलाई धर्मभन्दा पनि माथि संस्कृतिको रूपमा हेर्नुपर्छ भन्ने कुराहरू पनि हामीले बुझ्यौँ। र यी यावत कुराहरू तपाईँले हामी समक्ष राखिदिनु भयो, त्यसको लागि एसकेएम दर्पण टिम हामी तपाईँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। धन्यवाद सर। धन्यवाद, यहाँहरूले बोलाइदिनु भयो र मैले जानी नजानी जाने सोधेका कुराहरूको उत्तर दिने कोसिस गरेँ। मेरा अन्यथा भयो भनेदेखि क्षमा पनि माग्दै म पनि बिदा भएँ। धन्यवाद। दर्शकवृन्द, धन्यवाद। आज तपाईँहरूले 17औँ एपिसोडमा चिया र चासोको यो 17औँ एपिसोडमा तपाईँहरूले सुन्नुभयो आदरणीय गुरुवर एवं त्यसरी नै पूर्व प्राचार्य, नेपाली साहित्य परिषदका पूर्व अध्यक्ष तथा शिक्षा विभागमा पनि निर्देशकसम्मको पद ग्रहण गर्नुभएका रुद्र पौडेल सरसँगका कुराकानी तपाईँहरू समक्ष राख्यौँ। यसरी नै हामी विभिन्न व्यक्तित्वहरूसँग पुनः चर्चामा आउनेछौँ। त्यतिन्जेलसम्मका लागि टेक्निकल हेड अनुप राई, क्यामेराम्यान रोशन र म पर्सु ढकाललाई बिदा दिनुहोस्। नमस्कार।